नमस्ते, म मनिता। आज चाहिँ म हजुरलाई मेरो डिजिटल बिजनेसको टप 3 लिडर्सको बारेमा चाहिँ छोटो जानकारी परिचय लिएर आएको छु ल। सो मसँग जतिजना पनि मेरो फ्रेन्ड लिस्टमा हुनुहुन्छ उहाँहरूले चाहिँ उहाँलाई जतिजनाले चिन्नुहुन्न भने चाहिँ उहाँहरू चाहिँ मसँग एज अ डिजिटल अन्टरप्रेनर मेरो टप लिडरहरू भनौँ होइन, मेरो टिम हो। उहाँहरू चाहिँ टिममा पनि उहाँहरू चाहिँ लिडर्सहरू हो। अब मेरो टिममा सबैजना लिडर्स हुनुहुन्छ, आफ्नै टिम भइसकेको छ। तर स्पेसली उहाँहरूको चाहिँ भनौँ न टिम नै भइसकिसकेको छ। सो मेरो राइट ह्यान्ड साइडमा बस्नुभएको छ जेन्टलम्यान राजकुमार गुरुङ। उहाँ चाहिँ गएको 15 वर्षदेखि चाहिँ एफएमबी इन्डस्ट्रीमा हङकङमा काम गर्नुहुन्छ एज अ रेस्टुरेन्ट म्यानेजर भने। उहाँ चाहिँ एकदमै धेरै दिमागको खाने स्टडी यति धेरै गर्नुहुन्छ उहाँले यो बिजनेसको बारेमा। म चाहिँ एकदमै धेरै प्राउड गर्छु राजकुमार दाईसँग है। अनि मेरो ठ्याक्क अपोजिट साइडमा बस्ने कालो ड्रेस, कालो कपाल होइन, ठुलो ठुलो आँखा, यदि राम्री मात्रै होइन कि ऊ चाहिँ एकदमै ट्यालेन्टेड, एकदमै इन्टेलिजेन्ट होइन, ब्युटिफुल, बोल्ड अनि साइलेन्स बस्ने साइलेन्ट किलर। हामीले चाहिँ उसलाई चाहिँ छोटा बम बडा धमका भनेर नाम पनि दिएको छौँ है। नट अदर देन सङ्गीता ग्यापल लामा। उनी चाहिँ मेरो राइट ह्यान्ड साइडमा बस्नुहुने राजकुमार गुरुङसँगै एउटै रेस्टुरेन्टमा एज अ हेयर सेफको रूपमा काम गर्छिन् भने उसकै छेउमा बस्ने रातो लिपस्टिक लगाएर गोलो गोलो अनुहार ब्युटिफुल नन अदर देन सुषमा लिम्बू एके सुमी। उनी चाहिँ मेरो बहिनी हो। तर हामी चाहिँ धेरै वर्षदेखि एउटै फिल्ममा काम गरिरहेछौँ भनौँ न। जब म एफएमबी इन्डस्ट्रीमा काम गर्थेँ, सी युज्ड टु बी माई म्यानेजर। अनि अहिले डिजिटल बिजनेसमा पनि हामी सँगै छौँ। ऊ चाहिँ अलरेडी वान अफ माई टप लिडर हो, किनभने उसको चाहिँ आफ्नै टिम भइसकिसकेको छ। सो ऊ चाहिँ अलमोस्ट होइन मेरो टिमको एकदमै वान अफ द टप लिडर, एकदम उडिसकेको लिडर हो। अनि 3 दिनदेखि चाहिँ म अलिकति बिजी थिएँ मेरो छोरीको बर्थडेको कारणले। म चाहिँ फ्राइडे स्याटरडे सन्डे एकदमै बिजी भएको भएर आज मन्डे अपडेट प्लस हामी चाहिँ बिजनेसको बारेमा कमिसन ऱ्याङ्किङ अनि त्यसपछि अपग्रेडहरू के रहेछ त, अपडेट के भयो भनेर चाहिँ हामी चाहिँ डिस्कस गरिरहेछौँ। अनि मलाई चाहिँ साथमा बसेर राजकुमार दाईले पनि हेल्प गर्दै हुनुहुन्छ, किनकि मैले भनिसकेँ उहाँ चाहिँ एकदमै धेरै स्टडीमा फोकस गर्नुहुन्छ। उहाँले चाहिँ कम्पनी अनि बिजनेसको हरेक कुरालाई उहाँले चाहिँ राम्ररी पढ्नुहुन्छ। सो उहाँसँग चाहिँ एउटा नलेजको भण्डारै छ होइन। अनि यो ब्युटिफुल्ली भिडियो क्याप्चर अनि त्यसपछि एडिट गरेर पठाउने मेरो ठ्याक्क अपोजिट साइडको ब्ल्याक ड्रेसको बहिनी सङ्गीता ग्यावालाई थ्याङ्क यू सो मच भन्दै बाई।